नमस्कार। यस प्रविधि समाचारमा नव प्रवर्तन सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरे बापत 3 जनालाई अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान। अक्टोबर 13 मा जोएल मोकिर, फिलिप एगियोन र पिटर हाउइटलाई सृजनशील विनाश भनेर चिनिने प्रक्रिया मार्फत नव प्रवर्तनले आर्थिक वृद्धिलाई कसरी चलाउँछ भन्ने बारेमा उनीहरूको अभूतपूर्व अनुसन्धानको लागि आर्थिक विज्ञानमा नोबेल पुरस्कार प्रदान गरिएको छ। पुरस्कारले जीवनस्तर र समग्र अर्थतन्त्र बढाउन प्राविधिक प्रगतिको महत्त्वलाई जोड दिन्छ। रोयल स्विडिश एकाडेमी अफ साइन्सेसका अनुसार विजेताहरूको कामले कसरी नयाँ प्रविधि र प्रक्रियाहरूले पुराना प्रविधिहरूलाई प्रभावकारी रूपमा विस्थापित गर्छन् भनेर व्याख्या गर्दछ, जसले गर्दा जीवनको गुणस्तर राम्रो हुन्छ। यो उल्लेखनीय छ किनभने यसले दिगो आर्थिक वृद्धिको आधारहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ, जुन ऐतिहासिक रूपमा मानव अस्तित्वको धेरैजसो समयदेखि स्थिर रहेको छ। नोबेल समितिका अध्यक्ष जन ह्यास्लरले आर्थिक वृद्धिलाई हल्का रूपमा लिन सकिँदैन भन्ने कुरामा जोड दिए र स्थिरता प्रतिगमनबाट बच्न यसलाई बढावा दिने संयन्त्रहरूको सुरक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिए। मोकिरको अनुसन्धान दिगो वृद्धिको लागि पूर्व आवश्यकताहरू पहिचान गर्नमा केन्द्रित छ, जबकि एगियोन र हाउइटले यस प्रक्रियामा रचनात्मक विनाशले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर चित्रण गर्ने गणितीय मोडेल विकास गरेका छन्। पुरस्कारको बारेमा चिन्तन गर्दै फिलिप एगियोनले युरोपले अमेरिका र चीनबाट सिक्ने गरी आफ्ना नीतिहरू अनुकूलन गर्नुपर्ने, रक्षा, जलवायु, कृत्रिम बुद्धिमत्ता र जैव प्रविधि लगायत प्रमुख क्षेत्रहरूमा नव प्रवर्तनलाई बढावा दिने प्रतिस्पर्धा र औद्योगिक नीतिलाई सन्तुलनमा राख्ने तरिकाहरू खोज्नुपर्ने बताए। व्यक्तिगत कुराकानीमा पिटर हाउइटले पुरस्कार प्राप्त गर्दा आफ्नो आश्चर्य व्यक्त गर्दै समितिले उनलाई सम्पर्क गर्ने अपेक्षा नगरेको र घोषणापछि फोन कलहरू सम्बोधन गरिरहेको उल्लेख गरे। पुरस्कार विजेताहरूले सामूहिक रूपमा जोड दिन्छन् कि यसले प्रदान गर्ने सामाजिक फाइदाहरू र अवस्थित रोजगारी र उद्योगहरूको सम्भावित अप्रचलितता जस्ता चुनौतीहरू दुवैलाई पहिचान गर्न प्राविधिक प्रगतिको गतिशीलता बुझ्नु महत्त्वपूर्ण छ भने। यो पुरस्कारले नव प्रवर्तन र आर्थिक लचिलोपन बीचको महत्त्वपूर्ण सम्बन्धलाई जोड दिन्छ, जसले हामीलाई सम्झाउँछ कि विगतको वृद्धिले धेरैलाई गरिबीबाट बाहिर निकालेको छ। भविष्यको समृद्धिको लागि नयाँ विचारहरूलाई बढावा दिने प्रतिबद्धता आवश्यक छ। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।